सागको सिजन पनि आयो है साथीहरू। कसको फेभरेट हो? मेरो चाहिँ एकदमै फेभरेट हो भन्दै अहिले चाहिँ भने म यहाँ माथि बारीमा आइरहेको छु हो। अन्त बारीमा आउँदाखेरि यहाँ सागलाई पनि हेरेको कस्तो मजाले आउँदै रहेछ हो। अस्ति रोपेको चाहिँ सबै पानी बेसी भएर पिल्सेर गयो हो। अबदेखि उताको चाहिँ राम्रो हुने रहेछ। एक दुईवटा टिकटिक लागेछ हो, तर पनि आफूलाई खानु हुने चाहिँ भएछ भन्दै म चाहिँ बारीमा किन आएको भने गाईको गोठ सफा गर्न आएको। आजको मौसम चाहिँ हेर्नुहोस् न कस्तो राम्रो भइरहेको छ हाम्रोतिर हो। अन्त आज चाहिँ बाबाले भ्याउनु भएन रहेछ हो गोबर सफा गर्नु। अन्त दिउँसो गएर सफा गरिदिनु भन्नुभएको थियो। अन्त आएर चाहिँ मैले गोबर सफा गरिसकेँ हो। दुईवटा गाई छ, निकै टाइम लाग्छ हो। अन्त गोबर फ्याँकिसकेर चाहिँ मैले अहिले पानी हालेर पखाल्दैछु हो। चाहिँ सबै पनि यसरी पानी हालेर सफा गर्छु नि त छिटो हुन्छ हो। गाईको गोबर चाहिँ हामी यसरी बटुल्छ, यो चाहिँ हामी सब्जीमा लाउँछ हो। गाईको गोबर सफा गरिसकेर चाहिँ फेरि मैले दाना पकाउने किचन सफा गर्दैछु। पुरा बेसी मैला भइरहेको रहेछ हो। यसरी चाहिँ मैले सफा गरिसकेँ। साथीको आजको काम यस्तो छ मेरो चाहिँ भन्दै सबैजनालाई